ओए त्यहाँ मम्मीको फोन आइरहेको छ देखिनस्? फोनमा मैले जसरी भनेको छु त्यसै गरी बोल्ने, मैले जे भनेको छु त्यही बोल्ने नि फेरि। बढी यताउति गरिस् भने फेरि राम्रो हुँदैन नि फेरि। हेलो नानी कति बेला आउने? आउने बेला भएन? कहाँ आउने र मम्मी? कस्तो बिर्सेको नानी? भोलि बहिनीको टिकट आला होइन? आउनु परेन? छिटो आऊ। हामी त आउँदैन होला मम्मी। किन नआउने? के भन्छ यसले? अनि मलाई भनेर हुन्छ त? तपाईँले खोइ त ज्वाइँलाई कल गरेर भन्नुभएको। अनि अस्ति तिमी आउँदा भने होइन त टिकट आलामा आउनुपर्छ भनेर, अनि अहिले के भने? छोरी ज्वाइँलाई नै भने हो मैले त्यति बेला। अनि त्यो त तपाईँले त्यतिकै भन्नुभयो जस्तो लाग्यो। अनि ज्वाइँलाई त तपाईँले छुट्टै कल गरेर बोलाउनु पर्ला नि त। निम त छुट्टै दिनुपर्छ होला ज्वाइँलाई त। माइत आउँदैन भाउ खोज्ने अब त? भोलि दुईजनै बुढाबुढी नै चाँडो गरी आउनु। नाइ मम्मी, म त आउँदिनँ। एकचोटि ज्वाइँलाई नै कल गरेर बोलाउनु है राम्रोसँग। ल त फोन राख, म ज्वाइँलाई आफै फोन गर्छु। ल ल हुन्छ, ज्वाइँलाई कल गर्नु, म राख्दिएँ फोन। हेलो हेलो ज्वाइँ साहब, नारायण। ए नारायण मम्मी, सालीको टिकट आला खोइ त अहिलेसम्म आउनु भएन। केही सरसहयोग गर्नुपर्ने यता आएर। मलाई त थाहै थिएन। अनि नानीले भनेर र हजुरलाई मैले जानु भनेको थिएँ छोरी ज्वाइँ नै आउनुपर्छ है भनेर। ए हो र? अनि जाने चाहिँ कहिले हो नि? भोलि हो नि बाबु, त्यही भएर मैले कल गरेको। हजुरहरू त मेरो आफ्नै बुवा मम्मी हो नि। अनि हजुरहरूले आफ्नो घरमा आउन नि मलाई बोलाउनु पर्छ त? म आइहाल्छु नि, तर अलि ढिला चाहिँ हुनसक्छ होला है। ल ढिलो चाहिँ किन नि फेरि? अनि म भिनाजु जस्तो मान्छे, अलि अगाडि थाहा पाएको भए त अलि राम्रो गतिलो लुगा किन्थेँ होला। लुगा किन्नु पर्यो नि त। पर्यो, त्यो त पर्न त। ए साँच्ची मम्मी, अलि ढिलै हुने होला जस्तो छ। भोलि आउनु भ्याउँदिनँ कि। यसो लुगासुगा किन्नु पर्ने, पैसा छैन। यसो साथीभाइसँग सरसापट्टि गरौँ कि भन्ठानेको। ए हजुर चिन्ता नगर्नु न, म बुवालाई भनेर हजुरको खातामा 20,000 पैसा हाल्न लगाउँछु है। ए मम्मी पर्दैन थियो, म आफू मिलाइहाल्थेँ नि। सालीको बिहेलाई त्यति चाहिँ अब खर्च त मिलाउन सकिहाल्छु नि म। ए हजुर, यता जय साहबको फोनमा 20,000 पैसा हालिदिनुहोस् त। ए पैसा त हाल्दै सक्नु भएछ त बुवाले हो मम्मी? ल हजुरहरू जति सक्दो छिटो आउनुहोस्, हजुरहरू नआइकन केही काम सुरु हुन्न। ल म अब यसो मिलाएर 2-3 घन्टामै आइपुग्छु। ल हस् 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 नारायण। पैसा मागेरै छोड्नु भयो होइन? मैले मागेँ हो? तेरो बाउले हालिदिएछ के अन्त? मैले मागेँ हो र? हाल्नु बाध्य बनाएपछि त हालिहाल्नुहुन्छ नि। बढी नबोल है त। त्यहाँ गएर केही भनेको थाहा पाएँ भने नि फेरि राम्रो हुँदैन नि। मैले भनिसकेको छु। बढी नाटक गर्छ।